हे गाइज गुड मर्निङ वेलकम टु माई न्यू ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला, सन्चै रहनु पर्छ छैन गाइज। सो लेट्सी अहिले चाहिँ टाइम भइरहेको छ 2:34 अनि तपाईँहरूले चाहिँ भन्थाल्नुभयो होला गुड मर्निङ किन भन्यो भनेर। ब्लग चाहिँ बिहान आउँछ नि त जहिले। सो अनि मैले चाहिँ अहिले अलिअलि जुगाड गरेर मेरो सानो हेलमेट थियो पुरानो, सो त्यो हेलमेटमा चाहिँ माथि एउटा सानो माउन्ट गरेको छु है। त्यो चाहिँ त्यसमा चाहिँ मैले मोबाइल राख्ने सोचेको छु। सो त्यो भयो भने चाहिँ बिस्तारै कुदाउनु पर्छ क्या, फेरि मोबाइल खस्छ नि त। सो त्यही हो, मैले सानो सानो जुगाड गरेको छु। सो अनि आज चाहिँ मसँग दाइ पनि जाँदै हुनुहुन्छ अनि आजको प्लान चाहिँ त्यही चहल ग्राउन्डमा यसो स्टुन सिस्टम सिक्ने हो। सो गाइज अहिले चाहिँ मेरो दुइटै हात ह्यान्डलमा छ होइन, हेर्न सक्नुहुन्छ। सो अनि अगाडि चाहिँ ब्रो हिँडिरहेको छ होइन। सो ऊ चाहिँ लजाउँछ, त्यही भएर म भिडियोमा क्याप्चर गरिदिनँ। सो त्यही हो होइन, म ब्रोलाई ओभरटेक हान्छु ल। एग्यो र ब्याम्बो कोही छ जिस्किदिएको हो। सो अहिले चाहिँ मेरो प्लान के छ भन्दाखेरि पहिला मोमो खाने, यस्तो खाजा खाम अनि राइडमा जाने क्या होइन। चाहिँ यहाँ साइकल पार्क हान्दैछ होइन। सो त्यही हो, मैले चाहिँ साइकल जहिले पनि हिँडिरहेको छु क्या मोमो खान आएको बेलामा। अनि सो हामीले मोमो खाने ठाउँ चाहिँ यही हो भाइ। टक्कसँगले मोमो खान आएको छ। हेलो भन्देऊ, फेस चाहिँ फेरि छोपेको छ होइन, जे भयो नि। सो मेरो सेटअप चाहिँ यही हो होइन। सो तपाईँहरूलाई यही एङ्गलमा चाहिँ आउँदैन, त्यसको लागि सरी। पछि चाहिँ म अर्कै माउन्ट र माइक किन्ने छु होइन। सो त्यही हो, अब मोमो खाने अनि टक्कसँगले राइड जाने। सो गाइस यहाँ मोमो पनि आइसकेको छ होइन टक्क। सो गाइस अहिले चाहिँ हामी टक्कसँगले दाजुभाइ होइन यहाँ मोमो खाएर निस्किसकेको छौँ। अब हाम्रो प्लान के छ भन्दाखेरि पहिला चाहिँ चहेल ग्राउन्डमा गएर यस्तो सानो सानो स्टन्ट हान्ने होइन, अनि सो नकु खोला जाने। सो के हुन्छ हेरौँ होइन ट्याक्क। सो अहिले चाहिँ अलिअलि एङ्गल मिलेको जस्तो छ होइन। सो गाइस अहिले चाहिँ हामीले यहाँ होइन हाइवे छोडिदिएर चाहिँ यता भित्री बाटो छिरिसकेको छौँ। सो ब्रो म यस्तो थोरै रफ हानिदिएको ल, बिस्तारै आऊ ब्रो होइन गाइस। कोही छ त हामीले डिस हान्न सक्ने मेरो हो कि जवानीको खतरा कुदाइदिन्छु नि मैले फेरि होइन। ब्रो त पछाडि नै छ, अगाडि गएर वेट गर्नु पर्ला होइन गाइस। सो गाइस म चाहिँ यहाँ अलिकति स्पिड कुदाएर अगाडि आइसकेँ होइन। दाइ चाहिँ बिस्तारै चलाएर आउँदै हुनुहुन्छ। सो अहिले चाहिँ म दाइलाई कुरिरहेको होइन। यहाँ रेस्ट नगर्ने होइन, गर्ने कि नगर्ने तिमी भन न ल। यसो गाइजहरूलाई भ्यू पनि देखाइदिउँ न त होइन। आज चाहिँ टक्कसँगले होइन गाइस, मन्जिल ब्रदरसँग यहाँ राइड आएको सक्नुहुन्छ गाइस। भ्यू त्यो चाहिँ पुरै नक्कु खोला हो होइन, कान्तिपुर कोलोनी सबै बवाल छ हाम्रो ललितपुर। फेरि यहाँबाट चाहिँ खत्रै अफ रोडिङ छ क्या होइन गाइस, ट्याक्क हेर्न सक्नुहुन्छ। सो गाइस अहिले चाहिँ होइन टक्कसँगले दाइले हेलमेट लाउनु भएको छ। सो मैले साइकल कुदाएको भिडियो क्लिप खिचिदिनुहुन्छ दाइले होइन। सो जाउँ दाइ चल्ने के भन्दैन त त्यस्तरी बिस्तारै चलायो भने त के मजा आयो र। चलाउन कि म लिडर ल, आउन त स्पिडमा सँगै आएको सँगै जानु भएन। सो होइन आज चाहिँ धेरै पछि मैले यहाँ टी सर्ट लाएर के अरे साइकल चलाएर आएको छु होइन। सो त्यही हो, चहेल पनि आइपुग्न लाग्यो। चहेल त त्यहीँ हो, चहेल ग्राउन्ड चाहिँ यतै वरि नै छ है। सो ब्रोले नि कुदाउँछ नि ब्रोले, म जान्छु ल अगाडि र खोइ छ त कोही डिस हान्ने। यस्तो बाटोमा पनि खुट्टा टेक्नु पर्दैन है मलाई चाहिँ। ओहो सो गाइज होइन चहेल ग्राउन्ड चाहिँ आइपुग्यो, त्यहीँ हो होइन। ओहो
हो 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 एक्सक्युज मी बाख्राहरू एक्सक्युज मी सो गाइज हामी चाहिँ यहाँ चहल ग्राउन्ड आइपुग्यो होइन माथि माथि चहलको ट्रायल बब्बाल छ हु यही हो चहल ग्राउन्ड चाहिँ अब गियर डाउन गर्ने अनि सर यसरी ओहो हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइसकेको छौँ होइन गाइज म त यहीँ राख्छु क्या साइकल जहिले पनि ट्याक्कै यहाँ चाहिँ जहिले छाया हुन्छ नि त सो गाइज आज पनि फेरि हामी यहाँ चहल ग्राउन्ड आएको छौँ होइन मन्जिल ब्रोसँग सो यो चाहिँ मेरो साइकल यो चाहिँ मन्जिल ब्रोको साइकल होइन पहिला मेरै थियो होइन गाइज सो त्यही हो सेटअप चाहिँ त्यस्तो राम्रो छैन होइन गाइज तर जुगाड गरेको छु अफ रोडमा बिस्तारै चलाउनुपर्छ सो म चाहिँ स्टन्ट यहीँ सिक्न लगाएको होइन हेलो भन्नु नि त ब्रो यता ब्रो थाकेको छ थाकेको त म नि रन थनिनी गरेर थाकेको छु होइन गाइज सो चाहिँ यहाँ पार्क गरेको छ होइन ब्रो चाहिँ त्यहाँ एकछिन घाम तापेर बसिरहेछ र मजासरी यहाँ शीतलमा बस्न आऊ भने मान्दैन घाममा मात्रै जानु जस्तो केही छैन होइन टक्क यहाँ दुईवटा ब्युटीहरू शीतल तापिरहेछन् सो अब चाहिँ म एकछिनमा त्यहाँ स्टन्ट प्र्याक्टिस हान्न जान्छु होइन म चाहिँ स्टन्ट प्र्याक्टिस हान्न जहिले यहीँ आउँछु अनि यहाँ स्टन्ट बाइक पनि क्या पिस छ क्या म त खुमटार बस्छु होइन त्यहाँ नजिक छ पिस ठाउँमा आउन ट्याक्क वरिपरि जङ्गल होइन ट्याक्कसँगले यहाँ आएर बसिरह्यो बबाल छ नि यार पिस छ क्या गाइस ओहो ल यति धेरै पनि रेस्ट गर्नुहुन्न अब चाहिँ स्टन्ट प्र्याक्टिसको लागि लाग्नु पर्यो Tô no baile de favela, muito louco de combão. Como que eu tô? Tranquilão. Como que eu tô? Embrasadão. Como que eu tô? Tranquilão. Como que eu tô? Embrasadão. Vou pegar essa menina que vai. हान्दाको हालत मेरो लुगाको यस्तो फोहोर भइसक्यो नि यहाँ ड्रिफ्ट हान्दाखेरि अनि साइकलको हालत त धुस्नो भइसक्यो सो अब यसो फोटोसुट गर्ने होइन अब फोटोसुट गरेपछि चाहिँ घरतिर लाग्नुपर्छ सो त्यही हो हेर्नु सक्नुहुन्छ गाइस यहाँबाट बब्बाल भ्यू आउँछ बाट निस्किन लाग्यो होइन सो अब चहेलदेखि खुमलदार होइन हान्दिउँ न त होइन के छोडेर अब घरतिर लाग्नुपर्ने हुन्छ कति गियरमा छ 4 गियरमा रहेछ अब ब्रो म लिड गर्छु ल अब तिमीले लिड गर्यौ भने त कहिले घर पुग्ने हो थाहा छैन यस्तो टर्निङ काट्न सक्छ यहाँको हामीलाई त खुट्टै टेक्नु पर्दैन क्या ए खै ब्रोको हेरौँ त के भयो किन गर्ले सकेन सानो छ त ब्रो नो प्रब्लम नो वरिज साँच्चै जाने ल गएको बाख्रा सर हद्दिनु पर्यो
म्या गएको ल बाई बाई केटाहरू ओइ केटाहरू भेट भयो जिस्के दिएको लकले पो तिख्रा दुखायो त यार देख्नुभयो गाइस म जस्तो राइडर कोही छ यहाँ होइन ल एम्बो ल हेर्नु यस्तो सानो बाटोमा पनि खुट्टा टेक्नुपर्छ न हात क्या छकै मलाई डिस हान्ने हो होइन मैले त झन् अफ रोडमा नि बिस्तारै चलाउँछु भने अलिकति स्पिडै गएँ तर हल्लिँदैन हल्लिन चाहिँ माउन्ट होइन अब चाहिँ बिस्तारै जानुपर्ने हुन्छ नखोला हो जाने फुर्सलको ओह्रालो झर्ने ब्रो जाऊँ न त त्यही फर गाडी जाँदै गाडी जाँदै हे ल जाऊँ ए ल डाउनी है गाई ल यस्तो धुवा फाल्यो कि धुलो फाल्यो यसले पानी रेस्ट गरेको होइन हामी चाहिँ नखु खोला आएर कान्तिपुर कोलोनी हाइट दुईवटा साइकल त्यहाँ छ सो त्यही हो लास्ट गर्मी भयो क्या सो त्यही भएर होइन ट्याक्क सो गाइज होइन आजको भ्लग चाहिँ अलि लामो होला जस्तो हो किनकि धेरै कुदाएको छ नि त आज झन् सो त्यही भएर आजको भ्लग चाहिँ त्यही नखोलातिर एन्ड गर्न लाग्छ सो आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ बाई एन्ड केयर